र भनी, कोठाको हालत पनि कस्तो बनाउनु भएको सरले? कस्तो छ र सुस्मिता? मैले उल्टै सोधिदिएँ। कस्तो लथालिङ्ग जस्तो? उसले भनी, केही सामान जोड्नु पर्ला। मनमा उत्साह नभए पनि यसो भने। मेरो मतलब त्यो होइन सर। उसले भनी, अलिक कस्तो कस्तो गन्ध छ त। अलिकति गिलासमा हालेर पिउन भ्याइसकेको थिएँ। गन्ध के नहोस् त। दसैँ लागेछ सुस्मिता मलाई पनि। पिउँदै गरेको रक्सीको गिलास देखाइदिएँ। ऊ हाँसी। उसले ल्याइदिएको खाना खान लागे। ऊ मेरो कोठाको सरसफाई गरिदिन लागि र खाटामुनिबाट 2-3वटा रक्सीका खाली बोतल निकाल्दै भनी, गन्ध उत्पादन गर्ने त यहाँ रहेछन् नि। म मन नलागी हाँसेँ। सुस्मिता बिहान बेलुकी आउन थाली खाना लिएर। उसले त्यसरी खाना नल्याइदिएको भए मेरा कैयौं छाक रित्तै गुज्रिन्थ्यो होला। ऊ मेरा अघिल्तिर आएर मसित 2 शब्द नबोलिदिएकी भए मेरा असंख्य पल नैराश्यमा बित्थे होलान्। म प्रति कमसेकम परिस्थितिले ती दशैंका दिनमा यति इमान्दारी देखाइदिएको थियो कि म फगत एक्लै बेवारेसी झैँ कतै हराउन पाइन। सुस्मिता कुनै कुनै दिन दिउँसो पनि आइदिन्थे। त्यस्तै एक दिन भनी, कति गुम्म पारेर राख्न सक्नुभयो सरले कोठा, अनि ड्याममा लगाइएका पर्दाहरू उघारिदिए। यतिका दिनहरूमा म अँध्यारोसित यति अभ्यस्त भइसकेको थिएँ कि उज्यालोको स्पर्श मलाई असहज लाग्न थालिसकेको थियो। पर्दा नखोलेकै भए हुन्थ्यो सुस्मिता, मैले भने। उज्यालोसित कुनै दुश्मनी सर? उसले मस्किँदै सोधे। दोस्ती पनि छैन सुस्मिता। त्यसो भए दोस्ती गर्नुहोस्, यसैमा फाइदा छ। कुचो लगाउँदै उसले भने। डर लाग्छ। जबरजस्ती हाँस्दै मैले भने। उज्यालोदेखि कि दोस्तीदेखि? कुचो लगाउँदै सोधी। दुवैदेखि, मैले भने। दुवै चिज फाइदाजनक छ सर। उसले कुर्ताको सल कम्मरमा बाँध्दै भने, सही ढङ्गले उपयोग गर्न सक्यो भने। उपयोग सही ढङ्गले नै गरेको थिएँ। कतै केही बिराए जस्तो लाग्दैन थियो। तर पनि अफाफ सिद्ध भएको थियो, कमसेकम मेरा लागि। झ्यालमा राखेको चुरोटको बट्टाबाट एउटा चुरोट निकालेर सल्काएँ। कुचो लगाइसकेपछि सुस्मिताले